छे बुढियो त्यो चाहिँ हेर्न गर्नु है साथीहरू। चिया पकाउने मसला ओछ्याउनु भाँडा मोल्नुपर्छ। कहिले कामतिर जाने के हो छेल 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 चाहिँ लाग्छ हो। मुटु दिन मनपर्छ हौ सब्जीको सोच्दै गर्छ गर्नुपर्छ। सुत्थेको नपरै भयो नपरै भएछ नपर हो। हेपेको हो मलाई हेपेको जस्तो लाग्छ घरिघरि त हौ। टाउकोमा टेक्नु चाहिँ दिनुहुँदैन है। टाउको टेक्यो भने चाहिँ हुँदैन यस्तो। अब चाहिँ म टाढो जानुपर्छ साथीभाइहरू हुँदैन छ साथीहरू। यति काम गरेको यति काम त भोलिदेखि त खाएको भाँडाहरू यस्तो राख्नु हुँदैन। मिठै मेरो हाँस भेटी गर्छ है। भाँडा चाहिँ मनपर्छ भन्नुहुन्छ रिस उठ्छ उठ्छ त्यस्तै त्यसरी सुतेको लाग्दो सुत्दैन बिहान गएर सुत्यो। मान्छे भेटिँदा भाँडा राख थाक भाँडा धुनु परेको कामतिर जानुपर्छ कति थाको भाँडा। मैले बिहा गरेको उसले बिहा गरेको हो यो त है। यो बिहा गरेको लाग्छ घरिघरि यहाँ नोकर जस्तो पनि लाग्छ। नोकरको हो कि जस्तो लाग्छ घरिघरि। कति काम हुन्छ जेलमा है। पुस के पुस गाह्रो छ हौ साथीभाइ गाह्रो छ मलाई। मैला मन पर्छ मैला लाग्छ यस्तो घरहरू के भन्नु। झाडु लाउनुपर्छ। रातभरि पर्नेछ समाउनु ठिकै हो नि। डेली चाहिँ बाहिर पनि गरौँ भित्र पनि गरौँ एउटा काम गर्नुपर्छ यो अवस्था।
चिया पकाएर दिनुपर्छ फेरि हो म्याडमले है चिया पकाएर दिनुपर्छ खानाको छैन चिनी ल्यायो बनाउँदैन त्यो काठको चाना चिनी देख्छ राम्रो त्यो सुविस्ता भयो त्यो खाने सुविस्ता भयो मले चिनी दिन्छ चामल दिन्छ के खानु पर्छ छैन हो चिनी खानाकै छैन यस्तो छ उयोहरू ल चिया पकाएर दिनु होला नि हो चियामा के गर्नु साथीहरू ब्याज चाहिँ नगर्नु जिन्दगीमा सब आफूले पर्दछ सब आफै गर्नुपर्छ कस्तो बुढी दियो कस्तो बुढी दियो बुढालाई पनि यहाँ गले गले चिया पकाएर दिन्छ कि तातो तातो पकाएर दिन्छ कि भनेको त होइन अरे के गर्नु मरे मरे मैले भन्छ खुट्टा दुख्यो भन्छ हस्पिटल देखाउँछु भन्छ हुँदैन हजुर आफै नगरी हुँदैन यो काम चाहिँ बिहान उठेर चिया पकाऊ देऊ ओछ्यानमा अब खाना पनि पकाउनुपर्छ होला सब सुविस्ता भयो क्या सुविस्ता हाम्रो म्याडम त्यस्तो छ हो साह्रो छ चुलाले पानी नदेखेको भयो होला अब म भ्याएको छुइनँ मै त गर्नु होला नि घरको बुहारी मै परे कसले गर्छ अब केही भने नि आए ठुल्ठुलो कुरा गरिहाल्छ हो मिलाइलान्छ हौ साथीहरू परिवार त म पनि पिछाउनु किन्नुपर्छ के गर्नु खुतुना राम्रो छैन अब अर्को आयो रुँदै म्याडमले चिया ल्याइदिएको छु अब खेल्छ ऊ अब काम स्टार्ट मेरो अब उठ्दैन अब खानासाना अब आफै पकाउनु होला नि त हो सुती सुती धम्की दिन्छ साथीहरू यस्तो बुढी चाहिँ के गर्नुपर्ने भन्नुहोस् त आमा है बस्तीतिर हो भने यति बेला घाँस ल्याउँथेँ है यति बेला घाँस म त दिमाग सल्किन्छ हौ टुप्पीबाट धुवा उठ्छ रिसले तर के गर्नु कन्ट्रोल गर्नुपर्छ रिल्स बनाउँथ्यो च्यालेले हेर घरको हालत यस्तो छ सुता सुती फोन हेरेको छैन हातमा फोन सुती फोन हेर्छ नि त रातभरि फोन हेर्छ त्यस्तो छ है हजुर हेर्नुहोस् यो दार्जिलिङको हो मेरो छोरी क्विन छोरी हो नि त है नाम के हो नानी तिम्रो निर्मुक्ता कति क्लास पढ्छ युकेजी गुड कसको बर्थडेको लाग्यो है त्यो बिहानै टाउकोमा त्यो जामा लाग्थ्यो ल
वाचिङ माई भिडियो। तपाईँलाई यो भिडियो मन परेको परेन होला। यो चाहिँ हामीले बुढाबुढीको कहानी हो। घरमा चाहिँ यस्तै हुन्छ, कोही बेला मेलमिलाप हुन्छ, कोही बेला झगडा हुन्छ काम गरेको भनेर होइन। यो चाहिँ हामीले एउटा भिडियो मात्रै गरेको। प्लिज लाइक कमेन्ट चाहिँ गर्नु नबिर्सनु होला है। र सब्सक्राइब पनि हेरेर पनि सब्सक्राइब चाहिँ गरिदिनुहोस् होला भनी म आशा राख्दछु। फेरि नेक्स्ट भिडियोमा तपाईँहरूको माझ जरुर आउनेछ। धन्यवाद। बाई बाई।